हेलो दर्शकबिन, आज भएको नेपाल भर्सेस बङ्गलादेश बीचको फिफा अन्तर्गतको इन्टरनेसनल फ्रेन्डली म्याचमा चाहिँ 2-2 गोलको बराबरीमा टुङ्गिएको छ। पहिलो हाफमा भने नेपालले 1 गोलको अग्रता लिएको थियो, जुन चाहिँ नेपालको तर्फबाट रोहित चन्द ठाकुरीले गोल गर्न सफल भएका थिए। उनले उक्त गोल गर्दै नेपाललाई 1 गोलले अग्रता दिलाएका थिए। त्यसै दोस्रो हाफको कुरा गर्ने हो भने नेपालले दोस्रो हाफमा भने लगातार 2 गोल खान पुग्छ। त्यसपछि भने नेपालले निर्धारित समय सकेपछि इन्जुरी टाइममा जुन थपिएको टाइम छ, त्यो टाइमको पनि लास्ट मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपालले 2-2 को बराबरी गर्न सफल हुन्छ। नेपाली खेलाडी प्लेयरहरूको कुरा गर्ने हो भने आज नेपालको तर्फबाट रोहित चन्द ठकुरी, अनन्त तामाङ, लकेन लिम्बू जस्ता खेलाडीहरूको एकदमै राम्रो प्रदर्शन रहेको थियो। किरण चेम्जोङको पनि आज उत्कृष्ट बचाउ रहेको छ। उनले 2 गोल खाए, अझ धेरै गोल खान सक्थे नेपालले, तर उक्त गोलहरूलाई चाहिँ उनले बचाउन सफल भए। नेपाली टिमको कुरा गर्ने हो भने नेपालले एउटा स्ट्राइकर भने अलिक राम्रो नपाएको हो कि भन्ने लागिरहेछ। स्ट्राइकरको नेपालको फरवर्ड लाइन स्ट्राइकर पक्कै पनि हामीले अझै पनि टेक्निकल गेमहरू नेपालले खेल्न सकिरहेको छैन। जबसम्म नेपालले टेक्निकल गेमहरू खेल्न सक्दैन तबसम्म नेपाल अघि बढ्न पनि सक्दैन। पक्कै पनि नेपाली टिमले भएका कमी कमजोरीहरूलाई सुधारेर अघि बढ्नेछ र पक्कै पनि आफ्ना कमी कमजोरीहरू सुधार गरेर अगाडि बढ्यो भने नेपाली टिमले पक्कै पनि राम्रो रिजल्ट निकाल्न सक्नेछ। पक्कै पनि आफ्ना कमी कमजोरीहरू सुधार गरेर अगाडि बढ्यो भने नेपाली टिमले पक्कै पनि राम्रो रिजल्ट निकाल्न सक्नेछ।